ल साथीहरु, हिजोको भिडियोमा तपाईहरुले यो क्ल्याम्प मिटरबाट कसरी करेन्ट मापन गर्ने भन्ने कुरा सिक्नुभयो। आज चाहिँ म तपाईहरुलाई यसबाट भोल्टेज कसरी मापन गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। अब त्यसको लागि हामीसँग यो क्ल्याम्प मिटर छ। अब भोल्टेज मेजरमेन्ट गर्नको लागि हामीलाई यसको प्रोब चाहिन्छ। यी दुईवटा छ। हेर्नुस्, एउटा रातो कालो। अब जहिले पनि कालोलाई यो कमन लेखेको छ, कमन लेखेको पोइन्टमा यो कालोलाई घुसाउनुस्। अनि त्यसपछि यो रातो कलरको प्रोबलाई चाहिँ हामीले भोल्टेज रेजिस्टेन्स मापन गर्नु पर्यो भने यसमा घुसाउने, यो रातो कलरकोलाई, अनि यसमा घुसाइदिनुस् है। अब हामीले यसबाट भोल्टेज मापन गर्न सुरु गरौँ है साथीहरु। अब यहाँ हाम्रो यो सिलेक्टर स्विच छ, यो एरो हेर्नु होला, एरो एरो। अब यो चाहिँ अहिले अफमा छ। अब हामीले भोल्टेज मापन गर्नको लागि यसलाई चाहिँ भोल्टेज सेक्सनमा लैजाने। यसलाई हेर्नुस्, यसरी घुमाउनुस्। यसलाई यहाँ भी लेखेको छ, हर्ज लेखेको छ, फ्रिक्वेन्सी पनि हेर्न सकिन्छ। अब हामीले भोल्टेज सिक्दैछौँ। अब यहाँ एसी डीसी भोल्टेज मापन गर्नु पर्यो भने हामीले यो भी लेखेको सेक्सनमा यो प्रोबको एरोलाई चाहिँ पार्ने, यसरी हेर्न सक्नुहुन्छ। र अब हेरौँ, अनि यहाँ अब यो मोड भनेको छ, एसी भोल्टेज मापन गर्ने भयो। हामीले यो मोड थिचेर यहाँ एसी भन्ने राख्नु पर्यो। डीसी मापन गर्ने भए पर डीसी लेखेको छ, हेर्न सक्नुहुन्छ। डीसी मोडमा राख्नु पर्यो। अब हामीले अहिले एसी हेरौँ है त साथीहरु। ल साथीहरु, अब यो हाम्रो ब्याट्री चार्जरको एउटा इनपुट टर्मिनल पोइन्ट हो। यसमा चाहिँ तीनवटा फेज आर, वाई, बी र एउटा न्युट्रल छ। अब यसमा मैले तपाईहरुलाई फेज भोल्टेज र लाइन भोल्टेज नापेर देखाउन गइरहेको छु। हेर्नु होला। अब म सुरुमा यो जुन मिटर छ, क्ल्याम्प मिटर, अब यसलाई यहाँ राख्न चाहन्छु। यहाँ हेर्नुस्, अब यहाँ राखेँ। अब यसको दुईटा प्रोब छन्। जुन यी दुईटा प्रोबलाई मैले यही पहिला आर फेज र वाई फेज बीच राखेको छु। डिस्प्लेमा हेर्नुस्, 397 लगभग 400 भोल्ट देखाइरहेको छ। त्यसै गरी मैले वाई र बी फेज बीच हेर्न चाहन्छु। हेर्नुस्, यसमा पनि 395 भोल्टेज देखाएको छ, लाइन भोल्टेज। अनि फेरि मैले बी र आर फेज बीच, दुई फेज बीच फेरि हेर्न चाहेँ। ल हेर्नुस्, यसमा 400 भोल्ट भोल्टेज देखाइरहेको छ है, अथवा 399 देखाइरहेको छ। घटबड हुन्छ 1-2 भोल्ट तलमाथि। यसरी अहिले आर र वाई, वाई र बी, बी र आर बीच हामीले लाइन भोल्टेज चेक गर्यौँ। कुनै पनि दुई फेज बीच नापिने भोल्टेज लाइन भोल्टेज हो। अब कुनै एक फेज र न्युट्रल बीच हेरौँ है त। आर फेज र यो न्युट्रल पोइन्ट बीच हेर्नुस्, भोल्टेज मापन गर्दा 226-27 भोल्ट आएको छ है। त्यसै गरी वाई फेज र न्युट्रल बीच हेर्न सक्नुहुन्छ है, 224-25 देखाइरहेको छ है। त्यसै गरी बी फेज र न्युट्रल बीच पनि भोल्टेज मापन गर्न सक्नुहुन्छ। अहिले यसमा पनि 224-25 भोल्ट देखाइरहेको छ। यसरी हामीले फेज र न्युट्रल बीच भोल्टेज नापियो भने त्यो फेज भोल्टेज भयो, फेज टु फेज नापियो भने लाइन भोल्टेज भयो। यसरी यो क्ल्याम्प मिटरको सहायताले साथीहरु हामीले भोल्टेज पनि, एसी भोल्टेज पनि सजिलै मापन गर्न सकिन्छ।